रामजीलाई चाहिँ धनुष तोड्नलाई बोलाइएको थिएन। अगाडि जानकी मन्दिरमा चाहिँ आर्टिफिसियल बनाइएको रहेछ। ओरिजिनल वाला मण्डप यही असली। यस्तो राम्रो ठाउँ, यस्तो राम्रो क्षेत्र, यस्तो राम्रो धार्मिक स्थलमा यो फोहोर गर्ने त हामी मान्छे नै हो नि त है। आफै त फोहोर हुँदैन नि त। जबरजस्ती हुँदैन क्या? जबरजस्तीको हुँदैन। एकछिन ल एकछिन। तपाईहरु कोही पैसा नभएर बे गर्नु भएको छैन भने यहाँ आएर फ्रीमा बे गर्न सक्नुहुन्छ भन्ने कुराको जानकारी हामी गर्न चाहन्छौँ। मैले यदि विचार गरिसकेँ अटोमा चढेर उहाँले हामीलाई सब मन्दिरको दर्शन गराउनु हुनेछ। हे गाइज, गुड मर्निङ फ्रम जनकपुर। सीता माताको जन्म भएको ठाउँमा अहिले म चाहिँ हाइवेमा छु होइन, त्यही भएर चाहिँ डराइ हिँड्नु परिरहेको छ है। अनि एकदमै गर्मी होला भनेर डरिरहेको थियो, तर पानी परिरहेको छ है, त्यही भएर शीतल छ मौसम है, कुल छ, त्यस्तो नराम्रो छैन। अनि वरिपरि चाहिँ फोहोरहरू चाहिँ टन्नै छ है गाइज। यस्तो धार्मिक स्थलमा फोहोरहरू असाध्यै अत्याधिक मात्रामा छ भन्छ नि होइन, त्यस्तो खालकोमा छ। मन्दिर जान्छौँ, मन्दिर दर्शन गर्छौँ, अनि त्यहाँबाट एक्सप्लोर गर्ने चिजहरू के के छ सबै एक्सप्लोर गर्नेछौँ है। भिडियो अन्तिमसम्म हेर्नु होला। मन्दिर जाने बाटो चाहिँ सायद यो जस्तो लागिरहेको मलाई। मन्दिर जाने बाटो कताबाट हो? यताबाट हो? यता भित्र दिने हो? जानकी मन्दिर सिधै हो? रेलको बाटो आउँदैछ रे। जानकी मन्दिर जाने बाटो चाहिँ ठ्याक्कै यो गेट आउँछ। यो गेटको नाम मलाई थाहा छैन के भन्छ। त्यहाँबाट हामी लेफ्ट जानुपर्छ गाइज है, होइन? जानकी मन्दिर जाने बाटो चाहिँ प्रसाद पनि हाम्रो हातमा आइसकेको छ है। हाम्रो क्यामेराम्यानहरू दुईजना हुनुहुन्छ मस्त। अब इन्ट्री गरौँ गाइज। हाम्रो आजको हिजोदेखिको हाम्रो दुःख गरेर आएको डेस्टिनेसन भनेको जानकी मन्दिर। फाइनल्ली आइपुगिसकेका छौँ गाइज है हामी। कस्तो दामी छ क्या यो मन्दिरमा। धेरै पहिला अगाडि नै आएको होइन, पानीहरू परेर होला है। यो चाहिँ कस्तो दामी दामी बनाएको भएको रहेछ होइन। यस्तो छ नि दाइ, अहिले यो खुले छैन यहाँ। हजुर आधीदेखि पौन घन्टा बस्न भन्दा राम्रो सर र मजाले घुमाइदिन्छु। हजुरको टाइम पनि भयो। हामीलाई यहाँको बारेमा इन्फर्मेसन दिनुहुन्छ है? लु भन्नु त सर। यो दाइ भयो राजा जनकको मन्दिर। यो ठुलो जानकी मन्दिर सीता माताले कन्यादानमा दिएर बाउचाइकुटीमा गएर बस्नुभयो। निधन भएपछि मन्दिर बनेछ। निन जनकपुरी भनेपछि यो राजा जनकको मन्दिर हो। यो भयो बाणगङ्गा, जुन रामले बाण हानेर गङ्गा प्रकट गरेछ। अनि सीता माता त्यही तालमा स्नान गरेर यहाँ गौरी पूजन गर्नुभएको छ शिव मन्दिरमा। यो भयो स्वर्गद्वारी दाइ। जनकपुरको एउटा स्पोट छ के, घुम्ने स्पोट छ दादा। अनि त्यसपछि भयो मणि मण्डप, जहाँ सीता माताको सिन्दुर दान भएको ठाउँ। अनि यो सङ्कट मोचनको मन्दिर भयो। अनि यहीँ नजिकमै छ हजुरको रणभूमि मैदान, जहाँबाट रामले धनुष तोड्नु भएको थियो। धनुष पनि छ अहिले? हजुर हजुर, धनुष पनि देखिन्छ। 22 किलोमिटर टाढा छ। अनि यो भयो बेहुला बेहुली मन्दिर, जहाँ राम सीताले शादी भएपछि विश्राम गर्नुभएको छ। अनि यो भयो जन्ती बसेको ठाउँ, यहाँ रामको जन्ती 6 महिना बस्नु भएको थियो। अनि यो भयो राजा जनकको कुलदेवीको मन्दिर, राजदेवी मन्दिर अनि राम मन्दिर। यहीँबाट राम सीताको शादी भएपछि सीता माताको बिदाई भएको थियो। अनि सबै ठाउँ घुम्नलाई हामीलाई कति टाइम लाग्छ? त्यही हजुरको 1 देखि 2 घन्टा जतिमा सबै भ्याउनु। अनि के छ साधन हामीसँग? त्यही ई रिक्सा दादा। स्कुटर तपाईँलाई चलाउन आउँछ? हजुर हजुर, स्कुटर तपाईँको ई रिक्सा छ? हजुर हजुर। कति लिन्छ टोटल घुमाएको हामीलाई? पुरै घुमाएको हजुर पुरै मन्दिरको गर्नुहुन्छ भने दादा 1000 को प्याकेज छ। अनि 4-5 वटा मात्रै गर्नुहुन्छ भने 500 को प्याकेज छ। हामीलाई घुमाउनु न त होइन? के छ सल्लाह गर्केटा? ठिक छ त। उहाँले इन्फर्मेसन पनि दिनुहुन्छ हो। अनि उहाँले सबै कुरा जानकारी पनि दिनुहुन्छ हामीलाई होइन। सँगसँगै अब घुम्न पाइन्छ है। ई रिक्सामा जाउँ कि हाम्रै बाइकमा जाउँ त? हजुर होइन, ई रिक्सामा दादा हो। अटोमा चढेर उहाँले हामीलाई सब मन्दिरको दर्शन गराउनु हुनेछ। यो भयो राजा जनकको मन्दिर। यो चाहिँ हाम्रो राजा जनकको मन्दिर रहेछ है।
यो भयो बाण गङ्गा दादा। रामले बाण हानेर गङ्गा प्रकट गरेछ अनि सीता माता त्यही तालमा स्नान गरेर यहाँ गौरी पूजन गर्नुभएको छ शिव मन्दिरमा। यहाँ हजुरको डेली गङ्गा आरती हुन्छ बेलुका। बेलुका आरती हुने यहाँ हो। यो मन्दिर चाहिँ सीता माताले गौरी पूजन गर्नुभएको मन्दिर रहेछ होइन। हामी अब यसमा पनि जाँदैछौँ है। तालको नाम भयो धनुषसागर। यो ठाउँ चाहिँ रामजीले धनुष तोड्नु भएको ठाउँ रहेछ। धनुषको एउटा टुक्रा यहाँ रहेछ अनि अर्को टुक्रा अहिले हामी जाँदैछौँ। एउटा चाहिँ तमिलनाडुमा पुगेको रहेछ होइन। यो ताल एकदमै स्वच्छ छ तर गाइज आशिका दिदी खोइ आशिका दिदी यहाँ यस्तो रहेछ फोहोर रहेछ भन्नु अरे के भन्न चाहन्छ तिमी यस्तो फोहोरहरू देख्दा चाहिँ? यस्तो राम्रो ठाउँ यस्तो राम्रो क्षेत्र यस्तो राम्रो धार्मिक स्थलमा यो फोहोर गर्ने त हामी मान्छे नै हो नि त है। आफै त फोहोर हुँदैन नि त। सो यसले त संरक्षण गर्नुपर्छ। यो फोहोरहरू सबै चाहिँ यहाँको एकदमै स्थानीय निकायले राम्रोसँगले व्यवस्थापन गर्नुपर्ने हुन्छ भन्ने मलाई चाहिँ लाग्छ है। तर अत्यन्तै फोहोर भयो है। यो चाहिँ कुलदेवीको मन्दिर छ यहाँ चाहिँ है। अनि यसकै छेउमा के छ भन्दा थियो राम मन्दिर जहाँबाट चाहिँ अब डोली यहाँबाट उठेर सिधै यो कुल पूजा गरेर सिधै अयोध्याका लागि बिदा भएको ठाउँ चाहिँ यो रहेछ है। अब र यहाँ चाहिँ हाम्रो राजा रानीको फोटो पनि हालिएको रहेछ है। राजा रानीको फोटो द रोयल नेपाल भनेर राजा रानीको फोटो पनि हालेको रहेछ। जुन राम सीताको शादी भएपछि यहाँ राम सीताले विश्राम गर्नुभएको छ। मिथिला भाषामा कोबर घर भनिन्छ अनि धेरैले बुझ्दैन भनेर बेहुला बेहुली मन्दिर भनिन्छ। यता चाहिँ यता जिरो पानीले पौडी खेल्छ नि हजुर त्यही यही यसको कौडी खेल्न ठाउँ हो यो। यो चाहिँ विवाहपछि आराम गर्नुभएको ठाउँ रहेछ यो चाहिँ है। कति राम्रो नि सीता माता। यो अहिले मेरो पछाडि देख्नु भएको चाहिँ यो चाहिँ हाम्रो राजा राम जब जन्ती लिएर आउनुभयो हाम्रो माता सीतालाई लिनको लागि भनेर त्यतिखेर जन्तीहरू चाहिँ 6 महिना बसेको ठाउँ यहाँ हो। बाबाजी यहाँ चाहिँ के भएको थियो भन्नु त? भगवान की जन्माशा हुई थी। 6 महीना बारात रुके हुए थे। खाना पीना रहना सहना दान दहेज सब यहीं से मिला। जहाँ जहाँ चरण पड़े रघुवर को 2 बार जो है यहाँ चरण पड़े हुए हैं। जब किशोरी जी प्रकट हुए तब और जब शादी हुई तब जितने पृथ्वी के देवता ऋषि मुनि हैं सब यहाँ पर। शादी के लिए चाहे धनुष तोड़ने के लिए भगवान को कहाँ बुलाया गया? विश्वामित्र जी के साथ में आए। वो भी उहाँलाई रामजीलाई चाहिँ धनुष तोड्नलाई बोलाएको थिएन। विश्वामित्रसँग चाहिँ साथी बनेर आउनुभएको थियो। अनि त्यतिखेर चाहिँ थाहा पाउनुभएको यहाँ बिहेको सीता माताको बिहे हुँदैछ भनेर। अनि त्यसपछि चाहिँ अब त्यहाँ एउटा प्रतियोगिता थियो नि त। त्यो त धनुष जसले तोड्यो सीता माता उसले लग्यो भन्ने प्रतियोगिता थियो नि त होइन। अनि त्यहाँबाट चाहिँ त्यो प्रतियोगितामा भाग लिएर धनुष तोडेर अनि सीता माता पाउनुभएको। यो तालबाट चाहिँ राजा जनकले चाहिँ खजाना निकाल्दै बारातीहरूलाई दिनुहुन्थ्यो अरे है। यो अहिले हामी आएको चाहिँ सीता कुण्ड भन्दो रहेछ यसलाई होइन। सीता माताले चाहिँ यहाँ पाउ धुनुभएको खुट्टा धुनुभएको ठाउँ रहेछ है। दामी ताल रहेछ होइन। मछली आता है आगे हाँ हो माछा टर्ने छ अरे है। मछली 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 कैसे कैसे लोग रहते हैं यार यहाँ पर। कहाँ गया अरे मछली? बड़ा वाला मछली आया रे। मछली का दाना बोल के मछली 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 गाइस मछली मछली
देखिन्छ क्यामेरा हैन भाइ अलिक बेर आउँछ मेरो वाउ दामी रहेछ हौ मछलीहरू त हामी चाहिँ माछै देख्न नपाएको जस्तो कस्तो जिन्दगी नि गाइज यहाँ कुकुरले त्यही चिज खान्छु भन्दा दिँदैनन् केटाहरूले माछा हेर्नको लागि चाहिँ त्यही कुरा पुरै वाइल्ड चाइल्ड माछा अगाइराख माछाले पनि सोच्दै होला होइन कति दिएको मलाई म अगाइसकेँ यता साइडको साथीहरूलाई दिएन भनेर सोचिरह होला होइन तर केटाहरूले बिचरा कुकुर भएकै छन् दुईजना यसले अझै आश गर्दैछ हेर्नु छ होला योसँग भनेर खोज्दैछ यसले पकेटतिर राखेको छ कि भनेर सोचिरह होला छैन त भाइ सक्यो त यो अगाडिको चाहिँ मेन बिहे भएको मेन ठाउँ चाहिँ यो रहेछ है मेन यो प्राचीन यो ऊ चाहिँ यो रहेछ हामी जाँदैछौँ है बिहे भएको मेन मण्डप चाहिँ है मण्डप चाहिँ यहाँ रहेछ है यहाँ फोटो खींचना मना है यहाँ शादी का मंडप था ये यही है मंडप यही है ओरिजिनल वाला मंडप ये है असली वाला ये वो हो गए फेरा ये राम सीता इनमें शादी हुआ ये 3 खंड धनु सीता एक खंड पताल एक खंड आकाश एक खंड ये से 22 किलोमीटर धनुष धाम वहाँ भी जा रहे हैं धनुष धाम 22 किलोमीटर वो बहुत जटिल रुचि यहाँको फेमस अहिले चाहिँ हामी आएको छौँ यहाँ चाहिँ सिन्दुर भएको ठाउँमा सीता माताको सिन्दुरदान भएको ठाउँमा चाहिँ आएका छौँ है यो चाहिँ हेर यो चाहिँ मेन पुरानो ओरिजिनलवाला चाहिँ यहाँ रहेछ होइन जानकी मन्दिरमा पनि फेरि बनाइएको छ चाहिँ धेरै टाढा नहोस् नजिकै होस् भने आर्टिफिसियल बनाइएको थियो होला जानकी मन्दिरमा चाहिँ यहाँ चाहिँ सिन्दुरदान भएको रहेछ यो रुख चाहिँ इमलीको रुख रहेछ कति वर्ष पुरानो होला है यो त 500 वर्ष पुरानो हो नि 500 वर्ष पुरानो रहेछ है यो रुख चाहिँ यो हजुरको बिचमा जुन बनेछ नि यो वेदी हो यो प्राचीन ठाउँ यही हुन्छ यहाँ मन्दिर पनि बनाउनु मिल्दैन कि यताको देवताहरू आउँछ नि यो जुन लोकल पुजारी माथि उसले भन्नुपर्छ म यही खुस छु भनेर अनि यो ठाउँ मात्र यहाँ सारेछ यहाँ हजुरको विवाह पञ्चमीमा 108वटा कन्याको सामूहिक विवाह हुन्छ अनि नेपाल सरकारले दिनुहुन्छ ए सबै फ्री तपाईहरु कोही पैसा नभएर बिहे गर्नु भएको छैन भने यहाँ आएर फ्रीमा बिहे गर्न सक्नुहुन्छ भन्ने कुराको जानकारी हामी गर्न चाहन्छौँ मैले विचार गरिसके है तिमीले विचार गरिसक्यौ मैले तिमी के भन्छौ गर केटा हो तिमीहरुको भविष्य राम्रो छ यो हाम्रो सीता माताको बिहे भएको यो रुख चाहिँ कम्ती पनि 500 वर्ष पुरानो भन्नुभएको छ है र यता वरिपरिको रुखहरू चाहिँ काट्छन् मान्छेहरूले तर यो रुख चाहिँ काट्न मिल्दैन अरे जसले काटे पनि अब देउता मान्नु भएको छैन अरे त्यही भएर अरू कसैले काट्न अनुमति छैन पहिले काट्दै काट्दैन यो रुख जस्ताको त्यस्तै नै छ हैन हेर्न सक्नुहुन्छ कस्तो दामी पुरै हाँगे एकदमै ठुलो खतरा विशाल रुख छ है जबरजस्ती किन हुँदैन नलाउनु जबरजस्ती हुँदैन क्या जबरजस्तीको हुँदैन जबरजस्ती लाउनु हुँदैन मनले लाउनु पर्यो क्या जबरजस्ती लाएर हुँदैन जबरजस्ती हुँदैन नि लाउन तडेको त हार्दै धन्य काट्दिरहेर हार्छौँ ल धन्नै तौडेको हार त चैत यहाँ छोड्दैन आज रातै बुढी नभनिदिकन छोड्दैन आज बाबाले जानकी मन्दिर आइसकेका छौँ है यहाँ चाहिँ दर्शन गर्न कम फोटो खिच्न चाहिँ धेरै आइरहेको छन् है मान्छेहरू हेर्न सक्नुहुन्छ तपाईँ है यसलाई मान लगाइदिनु पर्यो तथास्तु ढोक सुरुमा ऋषिमुनि हाम्रो राजा जनकले खेत खन्ने बेला रामजीले धनुष तोड्दै हुन्छ यहाँ चाहिँ बस अहिले चाहिँ हामी जनकपुरको नाइट भ्यू हेर्नको लागि आइरहेको थियौँ